ल वकिल साहब ल हेर्नु यहाँ जम्मा 1200 त यो एउटा सानो खोरमा लगाएको थियो। 1200 कुखुरामा लगभग अब यहाँ करिबन 100 कुखुरा चाहिँ छ कि मोटामोटी। अहिले हेर्नु आज अहिलेको मर्ने क्रम पनि हेर्नु न, यहाँ मरिरहेको छ। अब छैन खोरै साफ भयो। ए यहाँ एउटा मरेको छ, यी एउटा मरेको छ। यसमा चाहिँ केही गर्दै सकिएन। यहाँ एउटा मरेको छ। ए यहाँ एउटा मरेको छ, यी एउटा मरेको छ। अब निकाल्नु पर्ने वकिल साहब यो। ए यहाँ मरेको छ, यी मुनि मरेको छ। अर्को मर्न आँटेको छ। यी मरो, यहाँ यता मरिरहेछ। साध्यै नै छैन। यो 1200 को लगाएको थियो। यो 1200 को त यो यहीँ मरिरहेछ। कति हो कति, यो त अब दबाई खुवाउँदा पनि भएन। सुरुमा यही खोरमा भेटायो। यहाँ गइरहेछ, यी गइरहेछ। उता पानीको भाँडा मुनि पनि यतै गइरहेछ। यस्तो भइरहेछन्। उहाँ पर एउटा छ। यी एउटा छ, यी मुनि दुईटा रहेछन्। अनि यता मरि एउटा यता गइरहेछ, एउटा यतै गइरहेछ। यो साध्यै नै छैन। यो लगभग यसमा 100 वटा कुखुरा पनि छन् कि छैनन्। यी भित्रको यो दृश्य पनि वकिल साहबलाई देखाउन पर्यो। पछि यसो यही भए पनि प्रमाण हुन्छ कि भनेर। कुखुरा ख्यार यता उतानु परेर पल्टिरहेछ। यहीँ पल्टिरहेछ। उता अघि मैले उत्तरको खिचेँ। अब यता दक्षिण साइडको यहाँ दुईटा छ। लगभग अब यो खोरमा यति कुखुरा अझै पनि हेर्नु न। अब कति अब भिडियो गर्नु। भिडियो त अब यसको चाहिँ मैले गरेँ। सबै जम्मा 1200-1250 नै होला हो यसमा। यहाँ कति छ भने अब 1250 होला। यतिमा अब 100 कुखुरा पनि छैनन्। यी भएका कुखुरा पनि अब यी बाँच्छन् जस्तो चाहिँ लागेको छैन। सुरुमा यहीबाट भेटायो चाहिँ। अहिले चाहिँ यी कन्डिसन यही छ। यी मुनि पनि मरेका छन्। पहिला भन्नुहुन्छ भने यहाँ कुखुरा भन्नुहुन्छ भने यति कुखुरा राम्रा थिए, यति मजाका कुखुरा थिए, ह्याक्का परेका कुखुरा मजाका थिए। अब यही खोरबाट सुरुमा भेट्यो। अनि यहाँबाट चाहिँ यो भइहाल्यो। अब यहाँको त सकियो नै हो। 1250 नै सकियो भन्दा पनि भयो यसमा। अब अनि अब उता पश्चिमपट्टि छ। उता चाहिँ पश्चिमपट्टिको चाहिँ लगभग तपाईँको लामो छ। दुईटा पार्टिसन अघि मैले भनेको। अब उता पनि चाहिँ अब यताभन्दा उता चाहिँ अलिक कम, तर यहीँ धेर छ कि। अनि यहाँबाट बिस्तारी रोक त्यो पल्लोमा ठुलो खोरको पल्लो कोठामा सर्यो। अनि त्यहाँबाट 2-4 दिनपछि सर्दैन होला भनेको त्यहाँदेखि उता पनि गयो अहिले। अनि यहाँबाट त्यहाँबाट अहिले उताको अझै ग्रस्त बनाइराखेको छ। कन्डिसन यस्तै छ। पहिला अब हेर्नु न अन्डा कति हुन्थ्यो। अब अहिले अन्डाको ऊ पनि यस्तो छ। यस्तै छ। अन्डा पनि सेतो। वकिल साहबलाई यो मेरो कुखुराको यो मरेको एउटा भिडियो पनि पठाउन मन लाग्यो र मैले अनि यसो सानो क्लिप बनाएर हजुरलाई पठाइदिउँ भनेर नि। हुन्छ, धन्यवाद।